अब आज चाहिँ होइन हाम्रो ढेँडा खाने प्लान गऱ्यो। चिसो हल्का थियो। तपाईँको डल्ले खोर्सानी, खसीको मासुको ग्रेभी, मासुको ग्रेभी लिने तरिका चाहिँ यो है। है साथीहरू सुरु गरेँ है मैले। वाह, ढेँडो अर्ग्यानिक, नेपालको अर्ग्यानिक खानु मजा नै अर्को छ क्या। भगवान कसम क्या, कोदोको ढेँडो हो नि। खानुको मजै अर्को छ क्या यो नेपालको अर्ग्यानिक खाना भन्छ क्या यसलाई, होइन है। कम छ हेर्नुहोस् कोदोको ढेँडो टक्क। वाह, चट्टै मासुमा चाहिँ ग्रेभी हाल्ने होइन, यसरी ग्रेभी हाल्ने। अनि यो डल्ले खोर्सानी छ नि, यसलाई चाहिँ तपाईँलाई यसरी यहाँ हालिदिने, यहाँ हालेर यसलाई मल्ने हो क्या तपाईँलाई। यो डल्ले खोर्सानीको अचार भन्छ है, यसको स्वाद नि तपाईँ कसम खानुभयो भने जिन्दगीमा जहिले मात्रै खाउँ भन्नुहुन्छ। चामलको भात खानै मन लाग्दैन। बेलुका चाहिँ अब हेल्थको लागि पनि राम्रो हुन्छ भनेर चाहिँ यो खान थालेको। म मात्रै छुइनँ है, फेरि मेरो बुढी पनि छ नि है, जानुहोस्। ए मेरो बुढीले पनि मजाले खाइराखेको छ। एक्चुअली खाएर देखाइदेऊ त ल त। मेरो छोरीहरू पनि भात खाएर बसिरहेको छ। यो जेठी छोरी, कान्छी छोरी। हेलो। त्यही भएर होइन, ए तेरिका यस्तो स्वादले खाइन्छ नि कोदोको ढेँडो, हेर्नुहोस्। वाह, कतै मजाको क्या। बेला बेला मासु पनि खानु पर्यो त। तो पानी खा, पानी नहा दे। खाइए वाह साथीहरू, मैले फेरि खाएँ। यस्तो दामी छ नि, यस्तो दामी छ यो। जिब्रोमै स्वाद झुन्डिरहेको छ क्या, के गर्नु ए। वाह वाह, हेर्नुहोस् यस्तो मिठो छ नि यो है ग्रेभी। हेर्नुहोस् यहाँभित्र खाल्टो बनाएर क्या, गोलो बनाएर खाल्टो बनाएर ग्रेभी हालेर, अनि डल्ले खोर्सानी चाहिँ पिरो हालेर बनाएको छु। डल्ले खोर्सानी हाल्नु, चारवटा हालेँ नि हौ, चारवटा डल्ले खोर्सानी हालिदिएको। आमै आगो पिरो हो। फेरि बेला बेला मासु पनि त खानु पर्यो होइन, खाएला साथी हो। वाह, मैले कुखुराको मासु पनि खाएँ कि, तर खसीको मासुको ग्रेभी जस्तोसँग मिठो चाहिँ लागेन क्या। एकदम खसीको मासुसँग चाहिँ एकदम ठिक लाग्यो। चखिलो पिरो पिरो के भयो भिडियो साथी हो। ल साथी हो, खाइसक्नु आँटेँ। अब आजको लागि यति नै भिडियो है, नेक्स्ट भिडियोमा भेटौँला।